हजुर हामीहरू माछा मार्नु हिँडेको फाइनली रूपमा। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ हामी माछा मार्न गइरहेछौँ खोलामा होइन। गर्मी पनि लास्टै छ कि घामलाई चर्को लागिरहेछ। यसो रमाइलो गर्दै नुहाउँदै ओर्दै होइन माछा मार्नु जाउँ भन्ने सल्लाहले साथीहरूसँग भाइहरू यहाँ जाँदैछन्। अब एकजना घरमा जानुपर्ने यो पटतिर, एकजना साथीको घरमा, त्यसपछि चाहिँ हुन्छ होइन। घाम चाहिँ कडा लागेको छ क्या, यस्तो घाम लागेको छ होइन कि हामी चाहिँ तल यो फेदीमा जानु लागेको हो। यस्तो छ भ्युजहरू देखिएको छन्। हामी फाइनल रूपले यतिजना चाहिँ माछा मार्नु जाने भयो होइन। कति 5जना छौँ होला हौ, 4-5जना। आज चाहिँ साला माछा मारेर लिएर होला नहोला भन्नु सुनेर यतिजना छौँ है। यस्तो घाम चरेको छ नि अब तल खोलामा पुग्नु पर्ने त्यो दोबानमा। दाजु माथिबाट फर्काउँदै आउँछ ल, तल जाउँ न त सँगै जाउँ। सबै त फर्काएको छैन होला खोलामा लगभग हामी आइपुग्नु लागिसक्यो है, लगभग खल्डियो होइन लाग्यो केटाहरू राख। फाइनली खोला आइपुग्यो हामी होइन। खोला त यहाँ खोलै सुकिगयो आज यस्तो घाम सक्छ पनि घाम सकिएको हामी काम गरेको बस्नु आइपुग्यो। यहाँ के रहेछ यहाँ हामी काम गरेको सबै जिल्लाको पर्सेन्टहरू यताउति हेर्नु अस्ति यहाँ काम गरेर उमा हालिरहेको के अरे खोलामा सामहरू यति थुप्रै खोलामा फाइनल हामी छिरेको छौँ क्या। खोला चाहिँ सानो सानो रहेछ क्या, अब सुकिगएछ पानी सुकेर माछा मार्नु सही हुन्छ होइन। जे माछा मारिने हो। खोला यत्रो रहेछ क्या खोला चाहिँ। अब यहीँ फर्काउने हो, द्वाली फर्काउने हो। यहाँ गएको छन् 2जना चाहिँ कोदाली र नाम्बर साली गइन्छ है। यहाँ फर्काउने हो यस्तो पानी कति फर्काएको जस्तो छ। हामी बट्टा पनि नबोकी आएको, केही पनि नबोकी आएको, कति हावा हो नि त यता। के गरौँ न यहाँ फर्काउँ तपाईँको। म यहाँ माथिबाट बोरा लिएर आउँछु नि त अस्तिको ल, बोरा लिएर आउँछु। माछा सबै छैन पनि म चाहिँ यहीँ बोरा अस्ति हामीले माछा मारेको बोरा त्यतिकै होइन। होला फर्काउने हो रहेछ बोरा पनि निकाल्नु पऱ्यो। त्यो चाहिँ पुल हो होइन, काम गर्दैछन् त्यहाँनिर। हाम्रो गाउँको हो, खै कहाँ बाख्रा खोजेर आएको के खोजेर आएको हुन् मान्छेतिर छन्। ढुङ्गा निकालेर दुःख भइरहेको छ नि, कोही ढुङ्गा दुःख गरिरहेछन्। माछा मार्ने नै आज खाने नै लगेर भनेर यस्तो दुःख गरिरहेछन्। यो फर्काउने हो खोला उतापट्टि। हेलो गाइस, हामी अब यहाँनिर माछा मार्नुको लागि तयार गर्दैछौँ। त्यहाँदेखि तपाईँ त्यहाँ खोला हाम्रो देख्ने दाजु हुन्छ यहाँ हाम्रो पिछाडि विवेक हाम्रो दाइ अनि आफ्नो दाजु पनि यहाँनिर द्वाली फर्काउनुको लागि निकै नै काम गरिरहनु भएको छ। अब पनि अहिले भर्खर सेउला काटेर आएको यहाँनिर चाहिँ यहाँनिर माछा मार्न आएको। अब कति माछा गाइस हुन्छ हाम्रो जेठा दाजु यहाँ चाहिँ रुम थापेको हामीले होइन। माथि जानुभन्दा पनि त्यो अरू यहाँ रुनुपर्छ एकजना त यसरी थापिएको जाउँ। यहाँ माथिबाट कलर लाउने हो खोला, ऊ माथि थाप्छन् साथीहरूले। उताबाट पानी पकाएको होइन, पानी उताबाट पकाएको गरी खोला फर्किँदैछ।
छिटो फटाउ है तल पानी हामी खाइसकेको छौँ छैन टाढो घुम्न छैन हौ हेलो गाइस अब हामी चाहिँ माटो ओसार्दैछौँ मजाको लागि यहाँ जुत्ता दाले माटो खन्नुहुँदैछ यहाँ पूजन दाजु अनि माटो ओसार्नुहुन्छ यहाँ विवेक र पुसाइ पनि माछा मार्नु नै हुँदैछ अब हामी ड्रोन खोल्न सक्नु आँट्यौँ अब यहाँ माटो लानु हेर्नु सक्नुहुन्छ यहाँ गाइस अब पूजन दाजुले पुरा विवेकले लग्यो गाइस हेर्नु सक्नुहुन्छ गाइस तितेपाती मारौँ न खोइ तितेपाती जस्तो नि तपाईँ राम्रो दिब्रा मत के तितेपाती मार्नु माछा आएको नि हेर कहाँ सिलपाती ल्याउँदा अनि मजाले यो कलिलो यो सबै छिपेको भयो के माछा मार्दैछ त रुखको लागेर माछा हाल्नु मसिनो छ त माथि माछा छैन कहिले माग्ने दुःख आमा भेना यत्रो एउटा हिँड्ने छ यहाँ हेर्नु त आमा भेना यत्रो एउटा हिँड्ने छ यहाँ हेर्नु माछा थोरै छैन यहाँ हेर्नु न कहाँ पस्यो त्यही छ देख्यौ नि मसिनो टन्न छ हेर है होइन म हेर्दैछु आमामा यहाँ पनि हेर साथी हो माछा त ए भित्तीहरू यहाँ पनि मुरिरहेको छ यहाँ पनि छिमी त्यो बटा बोकेर जाने ठाउँमा पाएर भन्दा अघि ठुलो मैले झिकेको छु यत्रो त्योभन्दा अघि ठुलो मैले झिकेको छु यत्रो गर्नु त पर्मिने गाह्रो गर्नु त अलिक तिखा लागेको अवस्था होइन पानी खान जानु पर्यो हामी चाहिँ तिखाले यहाँनिर कहाँको बगा पानी छ तर यहाँ अलिकति जग्गा पानी छ कि जग्गा पानी खानु पर्यो माछा मार्दा खासै आउँदैन कि मलाई यसो रमाइलो लागि यसो हल्का बनाऊँ अलिअलि माछा मारौँ भनेर हो खासै माछा मार्दा आउँदैन मलाई यहीँ छ पानी त्यही यहीँनिर घोपेर बजाउनु लाग्यो त्यो घोडा फेरि फेरि बजाउनु घाम फेरि टक्क टल्क्यो हो सानो सानो भइसक्यो एकजना माथि देख्दैन गोरु के हामीले बनाएको थियौँ कि अस्ति काम गर्दाखेरि रङ पनि हालेर त दामी बनाएको छ त्यो गोरुको ओहो अङ्कल के छ झमा झमा अङ्कल ल ठिक छ हाम्रो अस्ति बनाएको ट्याङ्की यो नहरको होइन अहिले चाहिँ गाह्रो हिरा बन्धन लगाएर चाहिँ रङसँग हालेर चिटिक्क बनिएको छ है यस्तो छ यो माछा हो अङ्कल अलिअलि रहेछ हौ यहाँ ग्यापिङ हालिदिनु छ हाम्रो अङ्कलहरू त्यहाँनिर ठिक छ काम भइरहेको छ अङ्कलहरूको छेउमा छ त माथि ऊ परदेखि टर्बन गरेर होइन यता पनि खोला छ यता पनि खोला छ अनि यहाँ चाहिँ छेक्ने त्यो ट्याङ्कीलाई पनि यहाँलाई पनि गरेर चाहिँ पक्क बन्धन हो यसको लागि चाहिँ है यस्तै छ हामी त आज माछा मार्दै यता माथि जाने ल यहाँ चाहिँ बबाल रहेछ क्या कस्तो हरियो
माछा टुपीलाई मर्लाउने गरी यो मान्छे चोर्नु पनि त्यो पछाडि पनि छैन ठिकठिकै खेल्ने टाक परेछ हल्का हल्का नै यो त टिप्छ जेठा हो त्यस्तो नगर है हेर है हामीले पनि हाल्यो नि अरे 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 के हो यो ओ माई गड के हो यो नि करा यता झन् गइरहेको रहेछ त यो अन्त लान भनेको अरे गाडी गाडी छ त यहाँ त गाडी गाडी छ त नि के हो नि यहाँ त गइरहेको रहेछ पौडी खेल्नु चाहिँ जा भनेको रहेछ कि यहाँ हेर न गाडी गाडी छ म्याच कस्तो हुने यहाँ एउटा नौलाले कस्तो चेपी खट्टा छ त यार अझ पढ्दै कस्तो चेपी खट्टा छ त यार अझ पढ्दै यहाँ त मसिन हाल्नु रहेछ ओ बिग्रेको जत्रो पक्रेछ त नि त ओ माई गड माछा मार्ने कार्यक्रम घरमा हुँदैछ हामीहरूको चाहिँ ठिकै यो त दोस्रो द्वारी है अघि दोस्रो यो त दोस्रो द्वारी हो कि राख्न बेसी हात है यति मार्यो फाइनली आज दुःख सुख जे जस्तो भए पनि यति मार्यो यसरी मार्यो फाइनल यहाँको सबैभन्दा ठुलो सेकेन्डमा यो छ क्या पौडी खेल्ने ठाउँ जेसिबीले बनाएको छ माछा यसको बनाइयो होइन माछा यसको मजाले भएर व्यस्त हुन्छ एक बदल होइन हामी चाहिँ अब यस्तो लाग्यो अब पौडी खेल्ने हो कि के खेल्ने हो यसरी पौडी खेल्ने हो होइन यहाँ राख्ने हो यसलाई चाहिँ गाल्नुको लागि के हो योबाट खेल्नु आएको हिँड्नु फाइनली डुबियो है ओइ ओइ के हो के ल्याउनु ओ सेट 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 लास्ट गइरहेछ क्या घाँटी घाँटी रहेछ क्या द अबुई मासला फाइनली गाइस हामी चाहिँ अहिले चाहिँ माछा मार्यो पौडी पनि खेल्यो हल्का फल्का होइन लास्टै गलियो पनि हो भोक पनि लाग्यो अब चाहिँ हामी घर फर्किनेछौँ दुईजना त अघि गयो हामी चाहिँ अब अलिक पौडी खेल्यौँ न त भनेर बसेको थियौँ अनि त्यही भएर खेल्यो पनि छन् आउँदैछन् यतिजना हो
म भइहालेँ यति नै है अब हामी गएको अब नेक्स्ट भिडियोमा पछि भेटौँला लु भाडा केटा माछा मामा हिले त माथि पल्ट्यो त भने एउटा ठुल्ठुलो गरौँ ल एकछिन है ठुल्ठुलो छाङ्ने ठाउँमा ल यो एउटा यस्तो यस्तो साइडमा क्लिक उँधो गरेर हिले गयो होइन खाँडेर आएको यसरी छुटाउनु क्या छुटाउनु सानो हिले गयो कहाँ कता यता हो निकाल्दा